हेलो एभ्रिवान। आजको मेरो परिकार हेरिदिनुहोस् है। मैले आफैले किनेर ल्याएर आफैले पकाएर पनि पाकिसक्यो। अब खानु सुरु। यम्मी। सुँगुरको मासु चाहिँ मैले ठुल्ठुलो पिस ल्याएको थिएँ। सो 1.5 घन्टा बोइल गरेँ। अनि त्यसपछि ग्रेभी बनाएर माथिबाट सट्ट लाएर अनि खाँदैछु। मेरो फेभरेट है सुँगुरको मासु चाहिँ। प्राय म हातले चाहिँ खाँदिनँ है। महिनामा एकचोटि, कहिले 2 महिनामा एकचोटि यसरी खाने गर्छु। किनकि हातले खाएन मैले जहिले नि थप्नु पर्छ क्या मलाई। थप्यो भने त मोटाउँछ। सो चम्चीले नै खाने गर्छु। कहिलेकाहीँ मिठो लाग्छ हातले। तर हात चाटेको चाहिँ म देखाउँदिनँ हजुरहरूलाई। यो टकटकाउनु हुन्न थियो होला है। हातमा टाँसिएर अनि मैले टकटकाउने गरेँ। टकटकाउनु चाहिँ हुन्न थियो होला। ल फाइनली अब मैले खाइसक्नु लागेँ है। तर मासु चाहिँ केही गरेर नि खाइसक्ला जस्तो छैन। सब्जी, सलाद अनि राइस भात सबै खाइसकेँ। मासु चाहिँ बाँकी रहन्छ। अब सक्दिनँ मैले। च्यालेन्ज गरेको भए म हार्ने रहेछु आज। मेरो फेभरेट सलाद है। ल भात चाहिँ सिद्धियो फाइनली। मैले थपेन पनि। कहिलेकाहीँ चाहिँ थप्ने गर्छु तर आज चाहिँ मैले थपिनँ। सिद्धियो। ल मासु बाँकी भयो। अब पुग्यो। अब बेलुका साथीले फेरि बोलाउनु भएको छ। के खाने होला यस्तो हेभी खाएपछि। त्यही पनि गइदिन्छु। भेट्दैमा खानै पर्छ भन्ने छैन नि। अलिकति भिडियो लामो भयो। सो हजुरहरूलाई बोर लाग्यो होला। सबै भिडियो फुल भिडियो हेरिदिनु हुने साथीहरूलाई धेरै धेरै धन्यवाद। टन्न भयो है। ल अब चाहिँ मजाले फिल्म हेर्ने हो। सुत्नु मिलेन यत्रो खाएपछि। ल बाई हजुरहरू सबैजनालाई। बाई बाई।